नेपाली महिला फुटबल टिम अत्याधिक सम्भावना हुँदाहुँदै पनि किन सधैँ क्रुसियल मोमेन्ट्समा चुक्छ। नेपालको अन्तिम केही वर्षदेखि खेलिरहेका महिला टोली सायद इतिहासकै सबैभन्दा बलियो टोली हो। यसलाई गोल्डन जेनेरेसन भन्दा फरक नपर्ला। तर किन यो टिमले केही अचिभमेन्ट हासिल गर्न सकेन? सबैभन्दा ठुलो कारण हो एन्फा। एन्फाभित्रको चरम भ्रष्टाचार तथा राजनीतिले नेपाली फुटबललाई यस्तो खाडलमा पुरेको छ, अब माथि उठ्न त्यति सजिलो छैन। विशेष गरी महिला टोली जसले राम्रो एक्सपोजर र गाइडेन्स पाएको खण्डमा फिफा वर्ल्ड कपसम्म खेल्न सक्ने क्षमता राख्दथ्यो, साथै वर्षौंसम्म डोमेस्टिक लिग समेत नहुनुले पनि एन्फाको इन्कम्पिटेन्सीलाई उजागर गर्छ, जसले गर्दा कैयौं फुटबलर देश छोड्न बाध्य छन्। लास्ट इयर महिला एसियन कप क्वालिफायरको फाइनलमा उज्बेकिस्तानसँग पेनाल्टीमा पराजित हुँदै नेपाल एसियन कपमा छनौट हुन सकेन, जुन नेपाली फुटबल इतिहासकै सबैभन्दा ठुलो क्षण हुन सक्थ्यो। तर सबै दोष एन्फालाई मात्र भने जाँदैन। यति लामो समयसम्म सँगै खेल्दा पनि महिला टोलीले क्रुसियल मोमेन्ट्समा सधैँ एउटै गल्ती दोहोऱ्याइरहे। 8 मध्ये 6 संस्करणको साथमा फाइनल खेलेको नेपालले कुनै पनि फाइनल जित्न सकेको छैन। साफ बाहेक पनि खेलेको सबै फाइनल हारेको छ, जसले दर्शाउँछ यो टोलीले प्रेसर ह्यान्डल गर्न सकेको छैन। पहिलो 4 फाइनलमा नेपाल भारतसँग पराजित हुन पुग्यो। पहिलो फाइनल 1-0ले गुमाएको नेपाल दोस्रो फाइनलमा 3-1ले पराजित हुन पुग्यो। त्यसपछिको फाइनल भने झनै लज्जास्पद रह्यो, जहाँ नेपाल 6-0ले स्तब्ध रह्यो। 2016 को संस्करणमा भने नेपाल सेमिफाइनलबाटै आउट हुनु पर्यो र फेरि पनि भारतसँगै पराजित रह्यो। 2019 को साफ जुन नेपालको विराटनगरमा भएको थियो, त्यो संस्करणमा नेपाल पुनः भारतसँग 3-1ले फाइनलमा पराजित हुँदै उपाधि चुम्नबाट वञ्चित रह्यो। 2022 र 2024 को संस्करण पुनः नेपालको 10औं रङ्गशालामा सम्पन्न रह्यो। अघिल्लो संस्करणहरूमा भारत बाधक बनेको नेपाल यी दुई संस्करणमा भने बङ्गलादेशसँग पराजित हुन पुग्यो। अघिल्ला खेलहरूमा सहजै बङ्गलादेशलाई पराजित गर्न सक्ने नेपाल केही वर्षदेखि बङ्गलादेशको च्यालेन्ज पार गर्न सकेको छैन र नेपाल 2026 को संस्करणमा पुनः सेमिफाइनलमा बङ्गलादेशसँग पराजित हुन पुग्यो। नेपाल र बङ्गलादेशको यी 3 भेट नेपालको लागि सुखद रहेन, जहाँ धेरै गल्तीहरूको कारण उपाधि जित्नबाट वञ्चित रह्यो। विशेष गरी 2024 को साफ जहाँ नेपालले सजिलै क्लियर गर्नुपर्ने बल क्लियर गर्न नसक्दा पहिलो गोल खान पुग्यो। दोस्रो गोल पनि किपरले सहजै सेभ गर्नुपर्ने थियो, तर विडम्बना एन्जिला थुम्पाबु सुब्बाले एकदमै टाइट एङ्गलबाट गोल कन्सिड गर्न पुगिन्, जुन 2026 को साफमा पुनः दोहोरियो। यसपटक उनले सिधै कर्नरबाट गोल कन्सिड गरिन्। 2026 को सेमिफाइनलमा दोस्रो गोल पनि डिफेन्डरले बल क्लियर गर्न नसक्दा कन्सिड हुन पुग्यो र नेपालको साफ जित्ने सम्भावना पुनः असफल रह्यो। अब नेपाली फुटबलको भविष्य के त? नेपाली फुटबलको भविष्य डाइरेक्टली एन्फासँग जोडिएको छ। एन्फामा नयाँ बनेको सरकार तथा खेलकुद मन्त्रालयको इन्टरभेन्सन एकदमै जरुरी देखिन्छ। कि त एन्फा सुध्रिनुपर्छ, कि त यसमा टप टु बटम रिफर्मेसन जरुरी छ र ग्रासरुटदेखि नै फुटबलमा लगानी गर्नुपर्ने देखिन्छ। नेपालमा ट्यालेन्टको कमी छैन र राम्रो एक्सपोजर र ग्रुमिङ हुने हो भने नेपाली फुटबल फेरि माथि उठ्न सक्छ।